शिवको अर्थ नै हो त्यो जो छैन, द्याट विच इज नट। र विज्ञानले पनि भनिसकेको छ यो देखिने 1% संसारलाई नदेखिने 99% शक्तिले चलाइरहेको छ। यसै कारण शिवरात्रि कुनै बत्ती बाल्ने रात होइन, यो दियो बालेर विभिन्न नाटकहरू प्रदर्शन गर्ने रात पनि होइन। यो त आफ्नो सानो उज्यालो इगोलाई त्यो विराट अन्धकार शिवमा विलिन गर्ने रात हो। बाहिरको प्रकाश त एक दिन निभ्नेछ, तर भित्रको त्यो अन्धकार, त्यो शिव सदा छ, अमर छ, अनन्त छ। तपाईले हरेक वर्ष शिवरात्रि मनाउनुहुन्छ, यस वर्ष पनि मनाउनु भयो। तर के तपाईले कहिले महसुस गर्नुभयो हामी शिवरात्रि किन मनाउँछौँ, शिव दिन किन मनाउँदैनौँ? किनकि दिनको त निश्चित आयु हुन्छ, तर रात अनन्त छ। सूर्य उदाएपछि अस्ताउँछ, तर अन्धकार कहिले अस्ताउँदैन, ऊ सधैँ त्यही छ। प्रकाशको पर्खाइमा होइन कि बरु प्रकाशलाई आफ्नो काखमा खेलाउनु। प्रकाश हुनका लागि सधैँ कुनै स्रोतको आवश्यकता पर्छ, जस्तै सूर्य, तारा, आगो वा बत्ती। र हरेक प्रकाशको अन्त्य पहिले नै निश्चित छ। सूर्य र तारा पनि एक दिन निभ्नेछन्, तर अन्धकार स्वयम्भू सेल्फ एक्जिस्टेन्ट छ। सूर्योदय पहिले पनि थियो र सूर्यास्त पछि पनि रहन्छ। प्रकाशको हुनु केवल एक घटना, फेनोमेना मात्र हो, तर अन्धकारको हुनु आफैमा अस्तित्व, एक्जिस्टेन्स हो। त्यसैले हामीले शिवलाई महाकाल भन्छौँ, त्यो महाअन्धकार जो समयभन्दा पनि पुरातन छ। गीतामा श्रीकृष्ण भन्नुहुन्छ या निशा सर्वभूतानां तस्याम जागर्ति संयमे। जुन समय सारा संसारको लागि रात हो, त्यही समय योगीका लागि दिन वा जागृत अवस्था हो। विरोधाभास हेर्नुहोस्, संसारीको प्रकाश साधकका लागि अन्धकार हो र संसारीको अन्धकार साधकको परम प्रकाश हो। हामी सधैँ उज्यालो खोज्दै बाहिर भौतारिन्छौँ, तर केवल एकपटक आँखा चिम्लिएर आफूभित्र प्रवेश गर्नुहोस् त, त्यहाँ के पाउनुहुन्छ? केवल अन्धकार। संसारी मानिस यो अन्धकार देखेपछि डराउँछ र ऊ आँखा खोल्नका लागि हतारिन्छ, तर योगी त्यही अन्धकारमा डुब्छ, किनकि उसलाई थाहा छ मृत्युपछि सधैँका लागि आँखा चिम्लिँदा भेटिने सत्य पनि त यही नै हो। मृत्युको त्यो क्षण संसारीको लागि सबैभन्दा भयानक क्षण हो, किनकि कालले उसको सबथोक, उसको सम्पूर्ण संसारलाई सर्लक्कै निल्दिन्छ। तर योगीका लागि मृत्यु एक परम आनन्द हो, परम उत्सव हो, किनकि उसलाई थाहा छ मृत्युपछि केवल आकार सकिन्छ र हामी निराकार फर्मलेसमा प्रवेश गर्छौँ। यो त्यही अवस्था हो जहाँबाट हामी आएका थियौँ र हामीलाई पुनः जानु छ। यहाँ हामी कसैको पनि स्थायी ठेगाना होइन, हामी सबै यहाँको पर्यटक हुन्। कबीरजी भन्नुहुन्छ जाति हमारी ब्रह्म है, माता पिता है राम, गृह हमारे शून्य में, अनहद में विश्राम। यो अन्धकार खाली होइन, यो त गर्व वम हो। यो अन्धकार कुनै अज्ञानता होइन, यो त महाशून्यता हो। त्यसैले त प्रेमको रङ श्याम पनि कालो छ र लयका देवता शिव पनि अन्धकार हुन्। कृष्णको अर्थ नै कालो हुन्छ र शिवको अर्थ हुन्छ शून्यता। कृष्णलाई हामीले घनश्याम भन्छौँ। घनश्यामको अर्थ हो पानीले भरिएको कालो बादल जस्तो घनघोर कालो। पानीले भरिएको बादलमा जीवनको सबैभन्दा बढी प्रबल सम्भावना हुन्छ, त्यसले जीवन दिन्छ। त्यस्तै गरिकन समुद्र वा आकाश, गहिरो समुद्र वा आकाश पनि गाढा देखिन्छ। कृष्णको यो अनन्ततालाई देखाउन उनलाई कालो भनिएको हो। शिवको सबैभन्दा शक्तिशाली र खतरनाक रूप हो महाकाल। यो महाकाल शब्द बुझ्नका लागि अत्यन्तै महत्त्वपूर्ण छ। संस्कृतमा काल शब्दको एउटै शब्दको तीनवटा अर्थ हुन्छ। पहिलो अर्थ हो कालो, अन्य सबै रङहरू किन डिस्टोर्ट हुन्छन्, बदलिन्छन् वा बिग्रिन्छन्। कालो रङ बाहेक अरू जुनसुकै रङ भएको वस्तुमा पनि यदि फरक रङको प्रकाश पर्यो भने त्यसले आफ्नो असलीपन, आफ्नो मौलिक रङलाई गुमाउँछ। जस्तै यदि हजुरले सेतो भित्तामा रातो प्रकाश बाल्नु भयो भने
त्यो रातो देखिन्छ। भित्ताले आफ्नो सेतोपन गुमाउँछ। र यदि रातो भित्तामा हरियो बत्ती बाल्नु भयो भने त्यो खैरो, कालो वा फोहोर देखिन्छ। यहाँ पनि आफ्नो असलीपन गुम्छ। तर यदि कालो वस्तुमा तपाईले रातो, नीलो, हरियो या सप्तरङ्गी इन्द्रणी बाले पनि सब रङलाई सर्लक्क निलिदिन्छ। भौतिक विज्ञानमा कालो अर्थात् पर्फेक्ट ब्ल्याकको परिभाषा यो हुन्छ कि यस्तो चिज जसले सबै प्रकाशलाई आफूमा समाहित गर्न सक्छ, सबै रङहरूलाई आफूमा समाहित गर्न सक्छ र केही पनि रिफ्लेक्ट गर्दैन, फिर्ता पठाउँदैन। भौतिक विज्ञानले यसलाई कालो वस्तुको विकिरण, ब्ल्याक बडी रेडिएसन र प्रकाशको अवशोषण, एब्जर्प्सन अफ लाइटबाट प्रमाणित गर्दछ। ठिक यही कुरा शिव तत्त्वको हकमा पनि लागू हुन्छ। शिव वा निराकार तत्त्व कुनै रङबाट प्रभावित रहँदैन। जीवनमा विभिन्न रङहरू आउँछन्, विभिन्न द्वैतहरू आउँछन्, जस्तै जन्म, मरण, सुख, दुःख, पाप, पुण्य। तर शिव, उहाँ परम चेतना, उहाँलाई यी केही कुराले पनि छुँदैन। उहाँ यी सबको केवल विशुद्ध साक्षी मात्र रहनुहुन्छ, पूर्णतया निष्कलङ्क र निष्प्रभाव। त्यसैले शिवको सम्बन्धमा पुराणमा एउटा महत्त्वपूर्ण कथा छ। यसलाई जसका तस होइन बिम्बको रूपमा बुझ्न सक्नुपर्दछ। शिवको सम्बन्धमा भनिएको छ कि शिवले संसारको सबैभन्दा बढी विषाक्त विष, जसलाई हलाहल विष भनिन्छ, त्यसलाई पिउनु भयो र घाँटीमै राख्नुभयो, घाँटीबाट भित्र जान दिनु भएन। यसको अर्थ यो हो कि विषय भोगमा इन्भल्भ रहेर पनि वा इन्डल्ज हुनु भएन। विषको अर्थ हो विषय। अष्टावक्रले पनि यसलाई अष्टावक्र गीतामा स्पष्ट गरिसकेका छन् जनकलाई। उनी भन्छन् विषयान विषवत्तेज, अर्थात् विषयलाई विषको रूपमा सम्झ्यौ र तुरुन्त परित्याग गर। यस्तै कृष्णले पनि बताउनुहुन्छ कि विषय सबै वृत्तिको मोल हो। संसारी मानिसले विषयको ध्यान गर्छ र यसले उसलाई विषय वासनाप्रति आसक्त बनाउँछ। विषय अर्थात् इन्द्रियको भोग, सांसारिक वस्तुप्रतिको मृग तृष्णा। यही विषय नै विषयको बीचमा रहेर पनि विष भोग गर्दा गर्दै पनि यो विषले शिवको अस्तित्व वा उनको दिव्यतालाई डिस्ट्रोर्ट गर्न सकेन, बदल्न सकेन, बिगार्न सकेन। यस्तै कालको दोस्रो अर्थ हो समय। समयले सब थोक आफूमै समाहित गर्छ। जसरी कालो रङले अन्य सबै रङलाई आफूमा समाहित गर्छ, त्यस्तै सबै कुरा अन्त्यमा समयमा नै गएर विलिन हुन्छन्। राजा, रङ्ग, पापी, पुण्यात्मा, प्राणी, पिण्ड र पुरै ब्रह्माण्ड अन्त्यमा कालमा नै गएर लीन हुन्छ। तर समय आफैमा स्थिर छ, अटल छ। ठिक यसरी नै शिव प्रकाशमय हुनुहुन्न, शिव कर्पूर जस्तो गोरो पनि हुनुहुन्न। यी सब शास्त्रका कहानी मात्र हुन्। शिवको असली रूप हो महाकाल। महाकाल भनेको त्यो महाशून्यता, द ग्रेट भोइड हो, जसले सृजनदेखि विनाशसम्म, जसले हलाल विषदेखि अमृतसम्म र परमाणुदेखि ब्रह्माण्डसम्म सब थोकलाई आफूमै समाहित गर्न सक्छ र केही पनि प्रतिक्रिया जनाउँदैन। यसै कारण शिवरात्रि कुनै बत्ती बाल्ने रात होइन, यो दियो बालेर विभिन्न नाटकहरू प्रदर्शन गर्ने रात पनि होइन। यो त आफ्नो सानो उज्यालो इगोलाई त्यो विराट अन्धकार शिवमा विलिन गर्ने रात हो। जब तपाईँ भित्रको शून्यतासँग डराउनुहुन्न, पूर्ण राजी हुनुहुन्छ, तब मात्र तपाईँ शिव स्वरूप बन्न सक्नुहुनेछ। बाहिरको प्रकाश त एक दिन निभ्नेछ, तर भित्रको त्यो अन्धकार, त्यो शिव सदा छ, अमर छ, अनन्त छ। के तपाईलाई पनि अन्धकार देखेर डर लाग्छ या शून्यतासँग डर लाग्छ? तर विज्ञानले पनि भर्खरै त्यो कुरा पत्ता लगाएको छ जुन योग विज्ञानले हजारौं वर्ष पहिले उद्घाटन गरिसकेको थियो। तपाईँ हामीले देख्ने भिजिबल म्याटर अथवा नर्मल म्याटर जस्तै ग्रह, तारा, रुख, पृथ्वी, मानिस, माटो, ढुङ्गा, यी सब मिलाएर ब्रह्माण्डको केवल 1% हिस्सा मात्र बन्छ। यी शब्द केवल खुद्रा मसिना कण मात्र हुन्। बाँकीको 95% देखि 99% ब्रह्माण्ड अदृश्य छ, गाढा अन्धकार, डार्क म्याटरले बनेको छ। 27% डार्क म्याटर जसले आकाशगङ्गालाई थामेको छ
र बाँकी 68% डार्क इनर्जी जसले पुरै ब्रह्माण्डलाई फैलाइरहेको छ। शिवको अर्थ पनि यही हुन्छ। शिवको अर्थ नै हो त्यो जो छैन, द्याट विच इज नट। र विज्ञानले पनि भनिसकेको छ यो देखिने 1% संसारलाई नदेखिने 99% शक्तिले चलाइरहेको छ। यसैले गोरखनाथजीले पनि भन्छन् अदेखि देखी भा, नदेखिनेलाई देख, अदेखि देखी भा, देखी विचारी भा, पातालकी गंगा ब्रह्माण्ड चढाइभा, तहाँ विमल विमल जल पिभा। अदेखि देखी भा, देखी विचारी भा, नदेखिनेलाई देख र त्यसलाई गहिरो गरी मनन गर, गहिराइमा बोध गर। पातालकी गंगा ब्रह्माण्ड चढाइभा, मूलाधार र स्वाधिष्ठानको काम ऊर्जालाई ऊर्ध्वगति दिएर सहस्रारमा पुर्याऊ र राम ऊर्जामा बदल, ब्रह्म ऊर्जामा लीन गर। तहाँ विमल विमल जल पिभा, त्यहाँ आफ्नो अमरत्व आफ्नो आत्मामा स्थित हो, त्यहाँ अमृत रसको पान गर। तर विडम्बना शिवरात्रिको त्यो परम रहस्य आजको दिनसम्म आइपुग्दा लगभग लुप्त, डिसेपियर भइसक्यो, पूर्ण भ्रष्ट भइसकेको छ। आजको दिनमा शिवरात्रिमा पशुपतिमा लाखौंको भिड लाग्छ। कोही दुध चढाउन, कोही बेलपत्र चढाउन, त कोही गाँजा तान्न जानेछन्। कबीरजीको त्यो दोहा विशेष रूपले सान्दर्भिक हुन गएको छ। पानी में मीन प्यासी, मोहे सुन सुन आवे हाँसी। एउटा माछा पानीभित्रै छ तर पनि तिर्खाएको छ भनेको जस्तो मानिस आफू स्वयं शिव स्वरूप भएर पनि मन्दिरमा या ढुङ्गामा शिवलाई खोज्दै भौतारिरहेको छ। कबीरजीले अगाडि भन्नुहुन्छ आत्मज्ञान बिना नर भट्के, कथा मथुरा क्या काशी। जबसम्म भित्रको आँखा खुल्दैन, जबसम्म आत्मज्ञान प्राप्त हुँदैन, तबसम्म पशुपति जानु र पिकनिक जानुमा कुनै फरक रहन्न। कस्तुरी मृग जस्तो हामी जीवनभर दौडिरह्यौँ, कहिले काशी, कहिले कैलाश, कहिले गुफा, त कहिले हिमालय। तर हात के लाग्यो? केवल थकान। किनकि हामीले एउटा गम्भीर भुल गर्यौँ, मूलभूत त्रुटि गर्यौँ। हामीले शिवलाई या ईश्वरलाई बाहिर खोज्यौँ। जसले स्वयंलाई जानेको छैन, जसले आफूलाई चिनेको छैन, उसले परमात्मालाई कसरी चिन्ने, उसले शिवलाई कसरी चिन्ने। यदि तपाईको आँखामा फुलो परेको छ भने ऐना सफा गर्दैमा तपाईले आफ्नो अनुहार सफा देख्न सक्नुहुन्न। तर शास्त्र भन्छ सर्व शिवमयम जगतम। जबसम्म तिमी भित्रबाट जीव अपूर्ण छौ तबसम्म तिमीलाई यो जगत जड लाग्छ। तर जुन दिन जुन क्षण तिमी भित्रको शिव जाग्छ त्यो क्षण यो पुरै ब्रह्माण्ड बदलिन्छ। तब तिमीले रुखमा काठ देख्दैनौ, केवल स्पन्दन भाइब्रेसन देख्छौ। तिमीले मानिसमा मित्र वा शत्रु देख्दैनौ, केवल शक्तिको खेल देख्छौ। त्यो माटो, त्यो हावा, त्यो पानी, समस्त पञ्चतत्व तिमीलाई शिव शक्तिको नृत्य जस्तो लाग्छ। जबसम्म तिमी भित्रबाट रित्तो छौ, चाहे कैलाश जाऊ या जहाँ जाऊ, तिमीले त्यहाँ केवल ढुङ्गा र हिउँ मात्र देख्छौ। र जुन दिन तिमी भित्रबाट शिवमय हुन्छौ त्यति बेला तिमीले फोहोरको थुप्रोमा पनि शिव शक्तिको नृत्य देख्छौ। यसैले खोज बाहिर होइन, भित्र गर। बाहिर खोज्नेले केवल भ्रम मात्र पाउँछ र भित्र पाउनेले पुरै ब्रह्माण्ड पाउँछ। बाहिरको यात्रा केवल भ्रमण हो र भित्रको यात्रा असली तीर्थ हो। हामीले शिवको देवत्वकरण गर्यौं। शिवलाई जटा पालेको, बाघको छाला ओढ्ने र त्रिशूल भिर्ने एक व्यक्तिका रूपमा स्थापित गर्यौं। तर बृहदारण्यक उपनिषद भन्छ शिवम आत्मनि पश्यन्ति प्रतिमासु न योगिन, अज्ञानम भावनार्थाय प्रतिमासु परिकल्पिता। योगीहरूले शिवलाई आफ्नै आत्मामा विदिन द सेल्फ देख्छन्, कुनै मूर्तिमा होइन, कुनै व्यक्तिको रूपमा होइन, कुनै प्रतिमामा होइन। यो प्रतिमा त बस केवल अज्ञानीहरू, मूर्खहरू जसले आफूभित्र हेर्न सक्दैनन् तिनको मन भुलाउनका लागि गरिएको एक कपोकल्पित खेलौना मात्र हो।
शिवको कुनै रङ रूप आकार या गुण केही पनि छैन। यसकारण शिवको फोटो भित्तामा टाँस्नु भनेको अनन्त आकाशलाई मैले फ्रेममा कैद गरेँ भनेको जस्तै मूर्खता मात्र हो। शिव निराकार हुन्, निर्विकार हुन्, निराधार हुन्। शिव कुनै आकार होइन, शिव आधार हुन्। तर हामीले शिवलाई कैलाशमा बस्ने एक जोगीका रूपमा मात्र बुझ्यौँ। वेद जसलाई हामीले हाम्रो सर्वोच्च ग्रन्थ मान्छौँ, सनातन धर्मको आधार स्तम्भ मान्छौँ, स्वयं ऋग्वेदले भन्छ न तस्य प्रतिमा अस्ति यस्य नाम महादस्य। उसको अर्थात् त्यो सर्वोच्च सत्ताको कुनै प्रतिमा छैन, कुनै मूर्ति छैन, कुनै रूप आकार छैन, जसको नाम नै महान यस हो। वेद भन्छ शिव रेत हुन्, परतत्व सुप्रिम रियालिटी हुन्, शिव स्वरूप हुन्। रित भनेको त्यो ब्रह्माण्डीय बुद्धिमत्ता, कस्मिक इन्टेलिजेन्स हो, जसले ग्रहहरूलाई घुम्न सिकाउँछ, सूर्यलाई समयमा उदाउन सिकाउँछ र तपाईँको मुटुलाई धड्कन सिकाउँछ। यसकारण रित त्यो परम नियम, कस्मिक ल हो, जसको अधीनमा रहेर पुरै अस्तित्व घुमिरहेको छ। यसलाई यसरी बुझ्न सक्नुहुन्छ, जसरी आगोको धर्म हो पोल्नु, पानीको धर्म हो बग्नु र गुरुत्वाकर्षणको धर्म हो खिच्नु, त्यसरी नै अस्तित्वको धर्म शिव हो। यो कुनै व्यक्तिले बनाएको नियम होइन, व्यक्ति निर्मित होइन, यो स्वयं अस्तित्वको स्वभाव हो। जसरी शून्यता या अनन्तताको कुनै भौतिक आकार हुँदैन, तर त्यसलाई प्रतिनिधित्व गर्नका लागि हामीले निश्चित गणितीय चिन्ह, सङ्केतको प्रयोग गर्छौँ। ठिक त्यसरी नै शिव त्यो परतत्व, सुप्रिम रियालिटी हुन्, जसको कुनै सिमाना, लिमिटेसन छैन, गुणधर्म छैन। त्यो निराकार, फर्मलेस र त्यो सीमाहीन, लिमिटलेसलाई प्रतिनिधित्व गर्नका लागि, बुझाउनका लागि ऋषिमुनिले एउटा कोड बनाए, प्रतीक बनाए, जसलाई लिङ्ग भनिन्छ। संस्कृतमा लिङ्गको अर्थ नै हुन्छ कि प्रतीक। यसकारण यो कुनै सृष्टिकर्ताको यौनाङ्ग होइन, यो त पछिल्लो समयको अपभ्रंश, डिफर्मिटी मात्र हो। ब्रह्माण्डको अन्तिम आकार एलिप्सोइड अर्थात् अण्डाकार छ। यसकारण यो ब्रह्माण्डको ज्यामितीय ढाँचा, जियोमेट्री अफ द युनिभर्स। लिङ्गको सम्बन्धमा लिङ्ग पुराणमा परिभाषित गरिएको छ, लियते गम्यते यत्र येन सर्व चराचरम, जसमा यो सम्पूर्ण चराचर जगत लय मर्ज हुन्छ र जसबाट पुनः गम अर्थात् इमर्ज हुन्छ, त्यो नै लिङ्ग हो। यसकारण यो त्यो गणितीय बिन्दु हो जसमा ब्रह्माण्डको प्रलय र सृष्टि, क्रिएसन एन्ड डिजोल्युसन लुकेको छ। यो त्यही गणितीय बिन्दु हो जसबाट बिग ब्याङ भएर सुरु हुन्छ र अन्ततः बिग क्रन्च भएर सकिनेछ। आधुनिक विज्ञान र योग विज्ञान दुवै मान्दछन् कि ब्रह्माण्डको आकार न चेप्टो छ न गोलो छ, यो त अण्डाकार, एलिप्सोइड छ। त्यसैले ऋषिमुनिले ब्रह्माण्ड भनेर नाम दिए, ब्रह्म प्लस अण्डा। यदि तपाईँले परमाणु, एटमको केन्द्र न्युक्लियस र त्यसको वरिपरि घुम्ने इलेक्ट्रोनको पाथ हेर्नुभयो भने ठ्याक्कै शिवलिङ्गको वरिपरि घुमेको जेरी र त्यसको बीचको भाग लिङ्गसँग मिल्छ। ठिक यसरी नै यदि तपाईँले आकाशगङ्गाको केन्द्र हेर्नुहुन्छ भने पनि त्यसको संरचना र इभेन्ट होराइजन पनि ठ्याक्क शिवलिङ्गकै संरचनामा आधारित छ। एउटा सानो परमाणु एटम हेर्नुहोस् या विशाल ब्रह्माण्ड कस्मिक एग, आधारभूत नक्सा त्यही छ, प्याटर्न त्यही छ, डिजाइन त्यही छ। यो ब्रह्माण्डको त्यही मिनिएचर रूप, त्यही कोड जसमा ब्रह्माण्डको सम्पूर्ण रहस्य लुकेको छ। त्यसैलाई नै ऋषिमुनिले शिवलिङ्ग भनेर प्रतिपादन गरेका हुन्, त्यो चिन्ह दिएका हुन्। अब हामी अन्तिममा शिव र शक्तिको पूर्ण मिलन, कम्प्लिट युनियनलाई जान्दैछौँ। संसारमा राधा र कृष्णको प्रेमलाई सबैभन्दा माथिल्लो मानिन्छ, सबैभन्दा उच्चतम र शुद्धतम मानिन्छ। तर के यो प्रेम साँच्चीकै यति शुद्ध छ, यति पूर्ण छ? त्यो प्रेम जहाँ दुई शरीरको मिलन हुन्छ, दुई मनको, दुई भावको मिलन हुन्छ।
त्यो प्रेम त समय र आकाश, टाइम र स्पेसबाट घेरिएको छ, बाउन्डेड छ। त्यो प्रेम पूर्णतया अकारण छैन, निष्काम छैन। त्यहाँ धेरै द्वैतहरू छन्, गुरु शिष्य बीचको द्वैत, प्रेमी प्रेमिका बीचको द्वैत। यसकारण यो प्रेम पूर्ण छैन, यो प्रेम अद्वैत छैन। यसकारण शास्त्रमा राधा र कृष्णको मिलनलाई पटक पटक योग र पटक पटक वियोगको रूपमा देखाइएको छ। तर शिव र शक्तिको जुन मिलन छ त्यो न दुई शरीरको मिलन हो, न दुई मनको मिलन हो, यो त दुई आत्माको मिलन हो। यो मिलन समयहीन र आकाशहीन, टाइमलेस एन्ड स्पेसलेस हो। यही पूर्ण योग हो, यही पूर्ण अद्वैत हो, जहाँ कुनै द्वैत छैन, कुनै विछोड छैन, कुनै वियोग छैन। जसरी आगोबाट ताप र सूर्यबाट प्रकाश अलग हुन सक्दैन, त्यसरी यी दुई आपसमा लिन्छन् र यी दुईको बीचमा कहिले कुनै विछोड हुन सक्दैन। यो प्रेम विशुद्ध हो, शाश्वत हो र पूर्ण हो। यसैले पुराण भन्छ, कामेण विजितो ब्रह्मा, कामेण विजितो हरि, कामेण विजितो सर्वम, शङ्करा कामेण निर्जिता। कामले ब्रह्मालाई जित्यो, कामले विष्णुलाई पनि जित्यो, कामले सारा संसारलाई जित्यो, तर कामले शङ्करलाई केही गर्न सकेन। शङ्करा कामेण निर्जिता। ब्रह्मा र विष्णु सृजनाहरू हुन्, पालनहार हुन्। यसकारण यिनीहरू पनि माया र वासनाको प्रभावमा पर्न सक्छन्, पूर्णतया निष्प्रभाव छैनन्। तर शिव स्वयम्भू हुन्, निर्गुण हुन्, पूर्ण हुन्। तपाईँ नै त्यो अनन्त शिव हो, शिवोहम।